नमस्ते हजुर। आज चाहिँ अब हामी चाहिँ स्कीको लागि अब चाहिँ यहाँबाट न्यू जर्सी जाँदैछौँ। अब चाहिँ गाइजहरू एक्साइटेड छ? इट्स ओके। अब चाहिँ तपाईँलाई जे बाटोमा हुन्छ म तपाईँलाई सबै देखाउँछु है। बुढी एक्साइटेड छौ? ल है। अब टक्क चाहिँ अब यहाँबाट चाहिँ टक्क जाने हो। कति माइल हो? 2 घन्टा 5 मिनट यो बाटो जाने। टोल त छैन है। अब चाहिँ बिस्तारै लाग्ने बाटोमा जे हुन्छ म तपाईँहरूलाई देखाउँदै जान्छु। आज चाहिँ स्की गर्ने पर्दैन, लिए त हुने हो। भएन के डाउन घन्टा 26 मिनट देखाएको त मैले आज 1 घन्टा 26 मिनट देखाएको छ। 9:13 मा पुगेँ। कति बजी पुग्ने भने तिमीले? आज उठ्यो चाहिँ क्या ट्राफिकहरू त्यो नेग्लिजेन्स नगरे। त्यो अरू पनि सहज जस्तो बोल्यो। अब चाहिँ हामी यहाँ वाटरबुडी आइपुगेका छौँ। अब यहाँबाट भनेको ट्याक्कै कति घन्टा 1 घन्टा 25 मिनट लाग्दैछ। अब यहाँबाट जाने ट्याक्क 1 घन्टा 25 मिनट अब स्कीको लागि। गाइजहरू एक्साइटेड छ नि है? छ या ओके। 84 मिनट हामी जाने सिधै जाने। सिधै वहाँ उसको यताबाट 95 देखाएको छ। कहाँ 95 देखाएको? ऊ
उता क्या वहाँ तल लगेर त्यो उसके त्यो के अरे वासिङटन ब्रोचबाट माथि आएर फेरि त्यहाँबाट वासिङटन ब्रिज हालेर फेरि माथि चढाएको छ क्या बनगढी बाबु जर्सी र कनेक्टिकट बिचको कहाँको बाबु यो कनेक्टिकट न्यू जर्सी र न्युयोर्क न्यू जर्सी अल्बानीको चाहिँ वाउ दामी रहेछ No, that's a separate bridge in New York. It connects Manhattan or whatever to सबमरिन नै के हो सबमरिन है no. सबमरिन Submarines are कति ठुलो पुल रहेछ
चिसो भयो क्या तिम्रो खुट्टा चिसो भएछ पर्छ तिमीले जुराब लगाएको नि मैले दिएको जुराब लगाएको नि हो जुराब वही भएमा देखेपछि मेरो भोलि फुट्दैन कति मान्छेले कस्तरी मजाले भन्न सक्छ नि त जे आयो त्यही भन्ने त हो तर त्यो पनि भन्न सकिरहेछ अब चाहिँ टक्क बसेर हेर्नु नि अन्डा छोडिदिउँ म खाऊ अन्डा खाऊ खाऊ न खाऊ न इट गर न त तैँले इट गर खाऊ न बाबा खाऊ न इट्स ओके आइ एम गोना इट इट बट खाऊ न तिमीले पनि खाऊ न झ्यारा है मलाई अहिले सकाइदिस् भने मैले खाएको छैन त बाबुको खानेकुरा पठाइदिएला बिग्यो हो यो चिया खाइपर्छ घाँटीमा अल्झाउला फेरि के गोला इफ यु निड वाटर आउनु लागि यहाँ फेरि नेटवर्कै नआउँदो रहेछ खान सिङ्गापुरमा नेटवर्क छ उसलाई गर्नु Dinosaur. अझ बच्चा त आवाज त आउँछ यो नअरे बेबी म बाबुले दिनु आफ्नो नै बोट लिएर आउनु ल कहाँ दिनु यहाँ अरू दिन्छ बुझ्यौ त उसै छैन भेटे छैन तिम्रो खोइ त चार्ज गर न बेबी ल यो खा पर्सँग तैँले अहिले टन्न गऱ्यो भने तँलाई मजा आउँछ खेल्नु ल यु इफ यु इट एन्ड यु इन्जोय राइट Monster? यो
चाहिँ अब मेरो बेबी रेडी हुँदैछ गाइजहरू एक्साइटेड छ बहिनीहरूले के गर्दै अब चाहिँ रेडी हुँदै हो ल दाजु चाहिँ आज टक्क चाहिँ यु गाइज रेडी राइट एक्साइटेड वाउ ल खै तर त भाइलाई देखाउँ मेरो छोरा रेडी हुँदैछ बेबी रेडी खै देखाऊ बेबीलाई नमस्ते गर ओ बेबी चाहिँ रेडी हुँदैछ ल ल ज्याकेट लाउने अब स्कीको लागि रेडी है बाबा पनि रेडी भइसकेको छ अब I'm gonna give you two high necks, one this, one jacket, one of this, and then a heat tech. Huh? I have two high necks. What? त्यो बुढोसँगै हिँड्छ अब अहिले प्रसँग हिँड्नु सकेन भने त्यसले हातमा समातेर तान्छ क्या कस्तो माया लाग्छ अब सिद्धे बाबुहरूको जम यतै आउँछ कता जाने कता खोज्दै बस्छ होला नि अब यहाँ आउँछ भने यहाँ आउनु अब यहाँ चाहिँ कहाँबाट आउँछ तलदेखि हिँडेर आउनुपर्ने हो ए उनीहरू सबै त्यहाँबाट आउनुहुन्छ भइहाल्यो हामी यहीँ बस्छौँ जे गरे पनि नसने उ हेर्नु त्यही लड्यो हिँड्नु नै कस्तो ल्याङफ्याङ गरेर हिँड्दैछ क्या त्यो केटी के तपाईँ लिएर आउनु न त उसलाई Closer. ऊ मान्छे हल्का भएर त्यसै जुरुक्क उठ्ने हेर्नु Yeah, like, if this wasn't so expensive, I would go. सर त त्यसो बोकेर आयो अब थाके जस्तो छ पर्सँग कता गयो खोइ पर्सँग अँ
यो युगेन हो कि ज्याकेटको जिपर नलाएर खोइ प्रसङ्ग आएन युगेन युगेन त आयो प्रसङ्ग युगेन यतै आउँछ उताबाट उतै जाने बाटो छ के बाबा युगेन पुट योर जिपर अप खोइ त प्रसङ्ग डराएर आएन क्या त होइन नेक्स्ट ट्रिप पर्यो होला सँगै आउनु नि ज्याकेट लगाऊ न भने ज्याकेटको जिपरै लानु पर्छ अब यसमा प्रसङ्ग ऊ परको होइन यही हो कि ओहो प्रसङ्ग यही हो यो फर्स्ट रहेछ ओके गुड जब फर्स्ट यो चाहिँ खेल्यो है धन्दा युगेनको पछाडि रहेछ नि त यो त्यहाँ युगेन शेर्पालाई त्यो लगाइदेऊ भन्नु पर्छ गयो पर्छ उतै लाँदो रहेछ कि त्यहाँबाट खै युगेन कहाँ पुग्यो अँ पुग्यो ए तिमी अघि कुदेर गएर नानीको जिपर चाहिँ लगाऊ भने हुन्थ्यो छाती पुरा चिसो हुन्छ होला घडी हेर्ने त अब कति मिनटमा आउँदो रहेछ यिनीहरू टोपा र हामी नगएसम्म त खोइ चाइजीको पछि पछि हिँड्ने रे क्या डराउँछ फेरि स्लाइडिङ गर्न डराउँछ फेरि यो धाजाबारी गयो यो बेत्ताले हो नि त यो चाइचुलाई दियो अब गिफ्ट त चाइचु एउटा ममा र एउटा चाइचु ओ चाइचुलाई ठुलो सानो देखिस् देखिस् थ्याङ्क यू बाबा देऊ फिर्ता देऊ अब खै नानीको लगाइदिएछु नानीको जति हिउँमा गुल्टे नि केही हुँदैन पहिला युगेनलाई सानो मैले त्यस्तै गर्थेँ कि कहाँ म 4-5वटा स्टोरमा गएर खोजेको आखिरीमा बिजेसमा रहेछ ए वालमार्ट 5-6वटा गएँ ए कसको बिजेसमा हुन्छ नि म त अनि पछि दिमाग खायो मेरो बिजेसमा छ कि भनेर गएको त त्यहाँ नि खोजे 4 फन्डको लागेदेखि नै नक्कली खिचेको भन्नु पर्दैन यो चाहिँ यति राम्रो छ होइन भ्यू अहिले यो माथिको अहिले नाइट भ्यू हो होइन यति राम्रो छ नाइटमा चाहिँ गर्नलाई यस्तो मजाले गर्न सकिन्छ होइन यो यति राम्रो भइरहेको छ माथिसम्म पनि छ
Maybe.